ओम शान्ति। आज यहाँहरूको बीचमा मैले एउटा सानो मोटिभेसनल स्टोरी लिएर आएको छु। एकजना हाकिम साहबले अफिस जानुभन्दा अगाडि चियाको चुस्की पिउँदै हुनुहुन्थ्यो। सुट बुट लगाएर चियाको चुस्की पिउँदै गरेको अवस्थामा नन्नी मुन्नी सानी बच्ची ड्याडी ड्याडी भन्दै आउँछिन् र उनले त्यहाँ ड्याडी भनेर त्यो भावनावश बुवाको काखमा जान खोज्दाखेरि त्यो चिया घोचिन्छ र चिया पुरै पोखिएर त्यो हाकिम साहेबको ड्रेसभरि पर्दछ। अब त्यो अफिस जान ठिक्क परेको ड्रेस पुरै बर्बाद भइहाल्छ। उनले आफ्नो भावना गुमाउन पुग्दछन् र एक थप्पड त्यो छोरीको गालामा लगाइदिन्छन्। छोरी रुँदै रुँदै आमानिर पुग्छिन्। आमाले उताबाट रिसाउँदै आउँछिन् र भन्छन्, किन यति सानो बच्चीलाई पिट्नु भएको? स्कुल जाने बेलामा, अब स्कुल जाने बेला भयो, कसरी पठाउने हो? तपाईँले नै पठाउनुहोस्, म त सक्दिनँ। बच्ची उता लडीबुडी खेल्न थालिन्, रुन थालिन्। स्कुलको भ्यान घरको अगाडिपट्टि बाटोमा आएर प्याँ प्याँ हरन दिइरहेको छ। तर त्यो हरनभन्दा घरभित्रको हरन हो हल्ला बढी भएको कारणले गर्दा उनीहरूले सुन्न सक्दैनन्। स्कुलको भ्यान पनि गइहाल्छ। अनि अब ती बच्चीको स्कुल जाने बेला पनि गइहाल्छ। अब ती आमाले के भन्छन् भने, अब स्कुलको भ्यान पनि छुटिहाल्यो, स्कुलको भ्यान पनि गइसकेछ, अब तपाईँ नै पुऱ्याउनुहोस्, जसरी पुऱ्याउने हो स्कुलसम्म। उनले जसो तसो गरेर उसलाई फकाइ फुलाइ गरेर पैसा दिएर हुन्छ कि बिस्कुट दिएर हुन्छ कि यो किनिदिउँला, उताबाट आएपछि यो गरौँला भनेर हुन्छ कि कसो कसो गरेर उनलाई स्कुलसम्म आफ्नै गाडीमा हालेर पुर्याएछ। अनि हतार हतार गर्दै अफिस पुगेको त अफिसको महत्त्वपूर्ण कागजातहरू राख्ने जुन दराज थियो त्यसको साँचो त घरमै भुलिरहेछ। अब ती स्टाफहरूलाई एकछिन पर्खिनुहोस् है, म आइहाल्छु भनेर गाडी हुइकाउँदै पसिना पसिना भएर घर पुग्दा त श्रीमतीले पनि खानाउना खाइहरि ढोकामा यत्रो ठुलो भोटे तालजा लगाएर कहीँ कतै घुम्न निस्किसकेकी रहेछ। अब त्यो तालचालाई फोडौँ भने नजिकमा किन्ने अर्को दोकान छैन। अब नफोडौँ भने अफिसको सारा कामकाज रोकिएर बसेको छ। अब त्यो अफिसरको दिनभरिको दिनचर्या कसरी बितेको होला? अलिकति अनुमान लगाउनुहोस् त। ती बच्ची जुन स्कुलमा सुख सुख गर्दै गएकी छिन्, उनलाई दिनभरि पढ्न मन लागिरहेको छैन। उनकी श्रीमती तनाव भएर टेन्सन भएर कहीँ कतै घुम्नको लागि साथीको घरमा गएकी छ। अब हेर्नुहोस् त, यो अवस्था कहाँबाट क्रिएट भयो? दोष कसको हो त? त्यो बच्चीको दोष हो या चियाको दोष हो या त ती अफिसरको दोष हो? कसको दोष हो भन्नुहोस् त? त्यसकारण हामीले आफ्नो मनको भावनालाई जबसम्म नियन्त्रण गर्न सक्दैनौँ तबसम्म हामीले एउटा आफ्नो जीवनलाई सुख र शान्तमय बनाउन सक्दैनौँ। तनावबाट मुक्त हुनु छ भनेदेखि सबैभन्दा पहिला आफ्नो रेजिलियन्स ठिक गर्न जरुरी हुन्छ। इमोसनल ब्यालेन्स राख्न जरुरी हुन्छ। किनकि त्यो सानो बच्चालाई के थाहा, ऊ त भावनावश आफ्नो बुवासँग प्रेमको भावना लिएर आएकी थिइन् नि त। सहन गर्नु पर्थ्यो। रेजिलियन्स त को माथि हुनु पर्थ्यो भन्दा ती हाकिम साहब माथि हुनु पर्थ्यो। त्यहाँनिर चुकेको कारणले गर्दा आज परिवारमा तिनैजनालाई दिनभरि तनाव भयो, उता अफिसको काम रोकियो, कति ठुलो नोक्सान भयो। त्यसकारण जीवनमा तनाव मुक्त हुनु छ भनेदेखि आफ्नो रेजिलियन्स पावरलाई